हाई एभ्रिवान गुड मर्निङ। अहिले चाहिँ बिहान 5:30 भइसकेको छ अनि म चाहिँ भर्खरै उठेको छिटो अनि फेरि 6 बजीसम्म रेडी हुनुपर्छ भनेर छिटो उठौँ भनेको। त्यसका बाद चाहिँ अलि ढिलै नै उठेछु कि 6:30 भइसकेको छ। अब नुहाइ गर्दा यताउता गर्दा अनि मेकअप गर्दा त ढिला भइहाल्छ होला जस्तो लाग्दैछ मलाई। हिजो रोएर आँखा कस्तो भन्छ त्यसका बाद चाहिँ सो गाइज अब त्यसपछि चाहिँ नि अब म रेडी भएर अनि तपाईँहरूलाई चाहिँ फाइनल लुक देखाउँछु। त्यसपछि जाने हामी हिल साइडतिर। सो अब रेडी हुनुपर्छ, नुहाइ गर्नुपर्छ अनि त्यसपछि मेरो ब्लगहरू सुरु हुन्छ गाइस। सो अहिलेको लागि चाहिँ नि यति नै। म चाहिँ रेडी हुँदैछु होइन। अहिले चाहिँ हाफ मेकअप भएको छ, जस्ट अब एकछिनपछि फुल मेकअप आउँछ। अब म लास्ट लुक आफ्नो फाइनल लुक चाहिँ देखाउँछु। फाइनली चाहिँ म रेडी भइसकेको छु। चिसो छ बाहिर अनि एकदम अलिकता हिल साइडमा छ त। सो मैले चाहिँ नि बाहिर यसो पिङ्क कलरको चाहिँ नि स्वेटर राखेँ। सो अब जानुपर्ने हुन्छ। यो चाहिँ मेरो फाइनल लुक हो। सो कस्तो छ भनिदिनु होला। अब चाहिँ म जान्छु, साथीहरू एकदम लेट भइसक्यो। सो पछि देखाउँछु भिडियो बाँकी साथीहरू। म चाहिँ जाँदैछु अहिले, साथीकोमा जानुपर्ने हुन्छ। त्यसपछि सिधै बिहेमा जाने। सुमो माइजूको पसला पार्लरमा छन् केटीहरू। मेकअप पनि चाहिँ घरबाटै रेडी भएर आएको। म पनि घरबाटै आएको है। अब बसमा सो हामी चाहिँ अब जाँदैछु साथीहरू। बेहुली यता हेर्देऊ। मेकअप उत्रियो अरे, सबको मेकअप उत्रियो अरे। साथीहरू हामीहरू भर्खरै पुग्यौँ होइन, अब यसपछि भइसक्यो पहाडको। अब एकछिनपछि देखाउँछु सबैजनालाई। हेर्नु साथीहरू भ्यू, यो हो गोदावरी। साथीहरू हामी चाहिँ जान्दैछौँ होइन, ओह्रालो ओह्रालो छ यस्तो राम्रो। हेर्नु यस्तो राम्रो छ, पानी गएको छ। इ माछा हेर्नु न, माछा इ यहाँबाट लोट्यो भने खुट्टा सुट्टा पऱ्यो मुड्की यत्रा हिल लगाएर गाह्रो छ। यहाँबाट यस्तरी हिँड्नु परिरहेको छ लोट्ने। माथि जानुपर्छ हौ, गाह्रो छ। ओ त्यहाँबाट आएको साथीहरू, गाह्रो छ त। अनि कति तलबाट छन् ए बेहुली आफैले आफै बेहुली गाइज भन्दैछ। बेहुली गाइजहरू के फेरि हेर्नु त। वाउ भ्यू बल्ल तल्ल माथि पुग्यौँ। त्यहाँबाट आएको ओ मुङ्की। ए कुकुर र बादर झगडा गर्दैछ। ओ माय गॉड। हेर्नु साथीहरू, हामी यति माथि छौँ। त्यो तल खोला छ। हेर्नु न कस्तो राम्रो सिन छ, मन परिरहेको छ। उताबाट बाजा आउँदैछ है, बिहे। हामी धेरै माथि छौँ। हामी भाउजू बस्नु साथीहरू, बिहे आउँदैछ। कस्तो राम्रो। यहाँ त बादर मात्रै छ नि, क्या हो। हाई हेलो मेरो साथी, अर्की साथी बेहुली अनि अर्की साथी बेहुली हुन्। अनि बेहुली यस्तो 4 सालको बेहुली। बिहा छ होइन। हाम्रो चाहिँ यता सुदूरपश्चिमको बाजा चाहिँ बजिरहेको छ। यो वाला चाहिँ हाम्रो सुदूरपश्चिमको बाजा हो। फुल भिडियो लिएर आउँछु।
हेर्नुस् पूर्वेली बाजा फरक यता सुदूरपश्चिम फरक अन्य अन्य ठाउँहरूको फरक फरक हुन्छ हाम्रो यहाँ सुदूरपश्चिमभित्र पनि धेरै बाजाहरू फरक फरक छ नि हुड्के होली के हुन्छ नि अलग अलग हैन वाओ सुदूरपश्चिमको मलाई यस्तो डान्स गर्न मन लाग्यो कसको बियो तपाईँ बसेको छ म त्यहाँ बिहे छ अहिले देखाउँछु ल यस्तै बिहे गर्ने मन छ अब जाने म्यानेजमेन्ट गरेर गर्नु यो चाहिँ बिहे नन्दनीको आउँदैछ है के गर्नु यस्तै छ गाह्रो छ स्वयंवर टाइम ए अब त खोल्ला भयो त्यो खाना उता खाँदैछन् साथीहरू अब हामी खाना सुरु गर्ने यो खाना यिनीहरूले जबरजस्ती हालिदिएको मेरो थालभरि आफू खानालाई हेर्नुहोस् कस्तो राम्रो छ के वाउ ये है हमारा पहाड लुटी हुन्थ्यो हामी चाहिँ सबैजना साथीहरू चाहिँ पानीमा छौँ के यस्तो रमाइलो हुँदैछ भिजिहाले त्यसका बाजे अझ उता उता पनि जान मन लागिरहेको छ मलाई त त्यो आन्टीहरू पनि बनाउनु भयो हेर्नु न त्यसपछि के को अन्तिम चरण भनौँ कि के भनौँ सिन्दुर हाल्ने विष्णु मङ्गल जय मङ्गल सिन्दुर छुटाउने होइन पछाडिसम्म फाइनली सिन्दुर हालियो दुरही दुलहा कहिले हो हजुर कस्मेटिक पनि दिनु पर्छ
खुट्टा पड्ने हो नउठ्ने मायाले नाम राख्ने लुगाको बार्गेनिङ चलिरहेछ। बिए सक्यो, बिए चाहिँ बिदाई हुँदैछ। बिए पनि सक्यो साथीहरू। कति राम्रो आएको क्यामेराको लाइटले। एकचोटि फेरि अर्कोचोटि दर्शन गर्न आउनु होला दुवैजना। अब चाहिँ हामी घर जान थाल्यौँ होइन। भएको छ सब बाइक भन्थ्यो मरे कि साडी छ गाइज। यति राति भइसक्यो होइन। हामी जाँदैछौँ अब। हालत खराब रुँदा रुँदा उसको पनि हालत खराब भयो भने गभर्मेन्टमै यस्तै छ। गाइज म घर पुगेँ होइन। मेरो साथीको बुढा त्यो बाइकमा पुगाइदिएँ। त्यहाँनिरदेखि फेरि भलबाट यहाँसम्म घर पुगिसकेँ म। सो फाइनली गाइज म चाहिँ घर पुगेँ होइन। बिहेबाट साथीको बिहे सकेर घर पुगिसकेँ। सो अब भने मैले चाहिँ आफ्नो ब्लगलाई एन्ड गर्नुपर्ने हुन्छ। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई ब्लग एन्ड बाई बाई टेक केयर। बेल आइकन अन एन्ड नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। एन्ड माया सबैजनालाई।